नमस्कार गाइस, यो सबैले सोध्ने गरेको यो रोल चाहिँ टाइट गर्ने तरिका कसरी हो भनेर चाहिँ सोध्नु भएको छ। सम्पूर्णको कमेन्टलाई मध्यनजर गरेर म एउटा रोल बनाउन गइरहेको छु। ध्यान दिएर सुन्नु होला है त। सुरुमा राइस लियो हैन, राइस बिछाउने लगाएर बिचमा धेरै दाब्नु हुँदैन राइस, यसरी माथि एकदम प्लेन हुनुपर्छ राइस। दबाउन फिजाउँदाखेरि एकदम प्रेस गर्नु हुँदैन। यति भइसकेपछि तपाईँले यो सिसीमेटमा राख्नुहोस् अनि यहाँ 2 औँला स्पेस राख्नुहोस् है। अब विशेष गरी धेरै फुट्ने समस्या भनेको बिचमा भित्र चाहिँ हुरामाकीको भित्र चाहिँ यो भेजहरूसँग रोलहरू बनाउँदाखेरि त्यो फुट्ने सम्भावना धेरै हुन्छ। त्यो नफुट्नुको कारण मैले एउटा टिप्स तरिकाहरू देखाउन गइरहेको छु। नर्मली म्याङ्गो चाहिँ अब काट्दाखेरि छर्के सर्केहरू हुन्छ होइन, टुप्पाहरू मिलेको हुँदैन। एकदम यो साइडलाई यता राख्नुहोस्, फिनिसिङको साइड छेउमा राख्नु है त। अनि यो भाग चाहिँ यो चुच्ची गरेको यसरी मिलाउने कि बिचमा पनि खोक्रो नहोस्, बाङ्गो टिङ्गो नहोस्। खोक्रो भयो भने तपाईँको एकदम त्यो बिचमा भरेको हुँदैन। रोल बनाउँदाखेरि खाली ठाउँ हुन्छ त्यहाँ, अनि फुट्ने सम्भावना भनेको समस्या भनेको त्यही नै हो है त। नर्मली काँक्रा त सिधा नै काटेको हुन्छ। यसरी मैले राखेँ। अब यतिले त रोल पुग्दैन, मैले यसमा सालमन थपेँ है त। यति भइसकेपछि अब म यसलाई रोल गर्छु है त। यसरी उठाउनु, यो यसले चाहिँ सुरुमा यसमै टार्गेट गरेर यसरी बन्द गर्ने। अनि 2 3 स्टेपमा तपाईँको ठ्याक्कै यो जोइन्ट पनि यहाँ पऱ्यो, यो टक्क मुनि बस्नुपर्छ कटिङ बोर्डको साइडनिर कति। अब यसलाई चाहिँ मैले जस्ट इक्जाम्पल म टपिङ गर्दैछु। मैले सालमनको नेटा काटेँ है त, यसलाई नेटा भन्छ। लास्टमा यसलाई 8 पिस निकाल्नुपर्छ। सुरुमा बिचमा काट्नुहोस् है त। एक पोजिसनमा हुनुपर्छ है त, नाइफ यसरी समाउने। कटिङ भयो एकता राख्नु, देखियो कस्तो दामी देखेछ होइन। 1 2 3 4 4 गुणा 8 पिस है त। 8 पिस भयो। यसलाई सिङ्गल सर्भिस गर्नुहुन्छ भने यसरी फुट्दैन यसमा। यस्तो टाइट हेर्नु मैले राखेको सामानहरू हेर्नु त। यसरी रोल बनाउँदाखेरि फुट्ने सम्भावना धेरै कम र फुट्दै पनि फुट्दैन, टाइट पनि हुन्छ है त। बबाल। थ्याङ्क यू।